त साथी यस्तो गर्दै त यार पदम दाइको सेम टु सेम डिटो कपी गर्दै त यस्तो यो टोयलेटमा हैन यो चाक धुने चाह्यो भने यो थिच्नु पर्यो है अनि बन्द गर्नु पर्यो भने यो रेड वाला छ नि यो रेड थिच्यो भने बन्द हुन्छ यो चाहिँ थिच्यो भने चाक हुन्छ यो चाहिँ मलाई हैन अहिले मलाई पनि थाहा भएन के को हो यो थाहा छ साथीलाई तातो बनाउनु बस्छ ए यो तातो चाहिँ हैन ए बस्दाखेरि तातो बनाउँछ है त्यसको अनि के अरे अर्को यसमा त छैन नि त अर्को बेला एउटा पोस्नेवाला पनि हुन्छ है त्यो टिस्यु पेपर पोस्नेवाला यसमा चाहिँ रहेनछ तर होटलतिर बस्यो भने हुन्छ फेरि है हेलो गाइज वेलकम टु बर्जेस जर्नी सो गाइज म चाहिँ अहिले स्कुलको लागि रेडी भइसकेको छैन मेरो साथी हो तल के गरिरहेको छ केटाले पैसा आउँछ के गरिरहेको छ अनि के अरे आज चाहिँ म तपाईँहरूलाई होइन जापानको के अरे टोयलेट कस्तो हुन्छ होइन कस्तो टेक्नोलोजी हुन्छ होइन टेक्नोलोजी होला त्यो चाहिँ त्यसको बारेमा तपाईँलाई आज चाहिँ भन्नेछु र बाहिर के अरे के भन्छ भेन्डिङ मेसिन के साथी उसलाई भेन्डिङ मेसिन भन्छ होइन त्यसबाट होइन कोल्ड ड्रिङ्कहरू कसरी जित्ने होइन त्यसको बारेमा तपाईँलाई म बुझाउँ भन्नेछु र स्कुलमा चाहिँ आज गएकोमा चाहिँ के हुनेछ होइन त्यो चाहिँ म तपाईँलाई अलिकति एक्सपिरियन्स भने सुनाउनेछु र अहिले चाहिँ टक्क रेडी भएर नै खाना खाएर टक्क अहिले पछि भएर त्यसपछि होमवर्क पनि थियो होइन हामीलाई चाहिँ अब के अरे डेली रुटिन हुन्छ कि के चाहिँ तिमीले गर्यो त्यो टाइममा होइन त्यो चाहिँ सबै लेख्नुपर्छ है अब नियमकोमा भन्दाखेरि जापानिजमा सबै लेखेर अनि त्यसपछि त्यहाँ बुझाउनुपर्छ कि अब सेन्सेले चाहिँ हेरेर चाहिँ के चेक गर्नुहुन्छ कि कतै मिस्टेक छ कि भन्दाखेरि होइन अनि त्यसपछि अहिले चाहिँ हामी रेडी भएर त्यसपछि निस्किने चाहिँ अहिले म तपाईँले देखाउँछु हाम्रो कस्तो हुन्छ टोयलेट कस्तो गरी होइन युज हुन्छ नि तपाईँहरूले म भन्नेछु अब के थाहा हो तपाईँहरू पनि होइन कोही चाहनुहुन्छ भन्दाखेरि आयो भने थाहा नभए भने त फेरि कसरी युज गर्ने होइन त्यो चाहिँ म भन्छु ल गाइज यो चाहिँ 12 भएन त यो 12 भएपछि हाम्रो चाहिँ अब केटाहरूको यस्तो हुन्छ है वासरुम भयो यो टोयलेटमा होइन यो चाक धुने चाह्यो भने यो थिच्नु पर्यो है अनि बन्द गर्नु पर्यो भने यो रेड वाला छ नि यो रेड थिच्यो भने बन्द हुन्छ यो चाहिँ थिच्यो भने चाक हुन्छ यो चाहिँ मलाई होइन अहिले मलाई पनि थाहा भएन के को हो यो थाहा छ साथीलाई तातो बनाउनु बस्छ ए यो तातो चाहिँ होइन ए बस्दाखेरि तातो बनाउँछ है त्यसको अनि के अरे अर्को यसमा त छैन नि त अर्को बेला एउटा पोस्नेवाला पनि हुन्छ है त्यो टिस्यु पेपर पोस्नेवाला यसमा चाहिँ रहेनछ तर होटलतिर बस्यो भने हुन्छ फेरि है सो यो चाहिँ यता राख्छौँ होइन अब यहाँ चाहिँ ढोका बन्द गर्ने सरी है ठ्याक्कै निस्केपछि यो यहाँ बटम छ होइन बटम थिच्नु है अनि पासपोर्ट चाहिँ खोल्ने बेलामा यसरी पासपोर्ट दिनु पर्छ अहिले चाहिँ हात कार्ड छ हाम्रो गइरहेको छु कलेजतिर मेरो साथी त भइसकेको छ है एकैछिनपछि तपाईँले मेरो साथी होइन के अरे एउटा युट्युबर रहेछ नि त अहिले भर्खरै फिल्म पनि खेलेको छ नि त्यो के अरे होस्टेल फ्री सेम टु सेम डिटो कपी गर्छ हुन्छ नि मेरो साथी अहिले देखाउँछ कसरी गर्छ भनेर यसो बाहिर निस्क्नु है अनि त्यसपछि होइन एक्टिङ गर्दाखेरि भनेर है साथी आज देखाउनु पर्छ ल थोरै एक्टिङ गर्दै हो त्यसको सेम टु सेम यस्तो डिटो गरिदिन्छ नि नपत्याउनु जस्तो गरिदिन्छ यार फेरि लाग्छ अनि के अरे उसको भेषप पनि होइन सेम टु सेम त्यस्तै पो लाग्छ यार पदम यहाँ है जापानको सिस्टम कार राख्ने यहाँ कार पार्किङ कस्तो राम्रो हुन्छ फेरि यार जापानको मान्छे यस्तो क्युट हुन्छ यार केटीहरू त नराम्रो केटीहरू त खोज्नु पर्छ यार हाम्रो नेपालमा त्यस्तो छैन नि त जतै त्यस्तो मतलब फेसको अनि र त साथी यस्तो गर्दै त यार पदम दाइको सेम टु सेम डिटो कपी गर्दै त यस्तो म तपाईँहरूलाई अहिले होइन त्यो जुसहरू कसरी निकाल्ने होइन भेन्डिङ मेसिनबाट त्यो चाहिँ देखाइदिन्छु अहिले कहाँ हुन्छ किनेर देखाइदिनु के छ र घरि होइन अलि थोरै देखाइदिनु पर्यो यहाँ चाहिँ यो चाहिँ यसमा चाहिँ होइन कोइन राख्ने कोइन राखेपछि होइन कुन चाहिँ छ त्यसमा होइन चुज गर्ने होइन यसमा कोइन राखेपछि त्यहाँ हेर्नु यसमा प्राइज छ है प्राइज देखाएपछि त्यहाँ त्यति पैसा राख्ने त्यसपछि यो चाहिँ निकाल्ने त्यसरी सिम हुन्छ र त्यस्तो गाह्रो केही छैन र गाइस अहिले चाहिँ म कलेजतिर लागेँ है कलेजतिर जान लागेको छु सो आज चाहिँ कलेजमा के हुन्छ थाहा भएन आज फ्राइडे हो भोलि जापानको सिस्टम यस्तो हो 2 दिन चाहिँ बिदा हुन्छ हप्तामा फेरि थर्सडे र सन्डेको बिदा हुन्छ होइन एन्ड त्यसपछि
5 दिन चाहिँ पढाइ हुन्छ है। हाम्रो कलेजमा भन्दाखेरि 4 घन्टा चाहिँ पढाइ हुन्छ, अरू कलेजमा 5 घन्टा 6 घन्टा जति नै पढाइ हुन्छ है। सो आज चाहिँ के कस्तो हुन्छ होइन, कुनै नयाँ चिज भयो भने तपाईँलाई एक्सपिरियन्स दिनेछु भन्ने छु र अहिलेको लागि ओह गाइस होइन, हामी चाहिँ कलेजबाट आइसकेको छौँ होइन। अब ठ्याक्कै कलेज आएर अनि फेरि है रुममा गएर ब्याग स्याग राखेर फ्रेस भएर होइन अलिकति होइन यहाँ मन्दिर जापानिज मन्दिर छ है जापानहरूको। जापानमा मान्छेहरू त अब यिनीहरू चाहिँ के अरे ऊ चाहिँ गर्छन् त के अरे यिनीहरू के हो कि हामी जस्तो कि भगवान् चाहिँ हुँदैन है, भित्र गएर कुनै मूर्ति पनि हुँदैन, केही चाहिँ हुँदैन होइन। त्यहाँ गएर यस्तरी ढोकिदिन्छ होइन, अनि त्यो ढोकेपछि बस त्यत्तिकै मात्रै रहेछ है, अरू चाहिँ के रहेछ। अनि म देखाउँछु है कसरी हुन्छ यहाँको, खास गरी कसरी चाहिँ पूजाहरू गर्छन् भन्दाखेरि हामी जस्तो त केही छैन, उनीहरूको सिम्पल हो, अरू चाहिँ त्यस्तो हामी जस्तो रहेनछ। तर थाहा छ भाइ यहाँको होइन के अरे यो सिस्टम छ नि त्यो एकदमै राम्रो छ, टेक्नोलोजीमा भन्दाखेरि जापान नम्बर 1मा रहेछ है फेरि है। अनि हेर न कति फिट रहेछ कि यिनीहरू सिस्टम, यहाँ हेर न कस्तो राम्रो रहेछ सिस्टम फेरि, एकदम बब्बाल रहेछ फेरि है। आज चाहिँ होइन क्या हाम्रो कलेजमा चाहिँ है वेटमा छ कि ल आज चाहिँ हाम्रो क्लासमा होइन फर्स्ट डे थियो, लेसन स्टार्ट भएको थियो कि भोलि चाहिँ सेरिमनी रहेछ होइन। भोलि सेरिमनीमा चाहिँ कोट सोट लगाएर जाने हो, हिरोसिरो टक्क भएर जाने हो। अनि के हुन्छन् त्यहाँ परिचयहरू त्यो अब नयाँ नयाँ हुन्छ नि स्टुडेन्ट, अनि हामीभन्दा सिनियर रहेछ सेन्टाहरू, अब उनीहरू सबै हुन्छन् त्यहाँ। अनि त्यहाँ अब आफू इन्ट्रोड्युस दिने, कसरी बोल्ने होइन, हेल्प चाहिँ माग्ने, यसरी अब के भन्नुपर्छ चाहिँ आफूलाई अहिले आइडिया त्यस्तो केही छैन, तर भन्दै थियो एउटा साथीले यसरी बोल्नुपर्छ है भनेर त्यस्तो कुरा भन्नुपर्छ भन्दाखेरि अहिले चाहिँ त्यस्तो आइडिया केही छैन। अब त्यहाँ गएपछि हामीलाई थाहा हुन्छ अब के हुन्छ भनेर है। हामी आइसकेपछि यहाँको साकुरा है कति राम्रो, जापानको सबभन्दा फेमस भनेको साकुरा हो। साकुरा भनेको फुल है, साकुरा फुल यहाँ सबभन्दा राम्रो छ। यहाँ हेर है यो फुल सेतो, यो मन्दिर, ऊ मन्दिरभित्र है अहिले हामी चाहिँ जाँदैछौँ। मन्दिरभित्र चाहिँ हामी जाँदा अहिले कस्तो मौसम चाहिँ चेन्ज भएर छ है, एकदमै खतरनाक बेला पानी पर्न आयो जस्तो भएर छ अहिले त। सो गाइज होइन अब भोलि चाहिँ आज चाहिँ हाम्रो लगभग कति दिन भइसक्यो, 10-11 दिन भइसक्यो, काम चाहिँ पाएको छैन अहिले। र कलेजले मैले चाहिँ भनेको थिएँ सेन्सेलाई अब टिचरलाई कि कामको बारेमा होइन, अनि उहाँले भन्नुभएको थियो कि अब ठ्याक्कै होइन के अरे 1 देखि 1.5 महिनासम्ममा के अरे काम चाहिँ दिन्छु भनेर। अहिले चाहिँ ब्याङ्क र ब्याङ्क एकाउन्ट अनि त्यो सिम पाएपछि होइन त्यसपछि तिमीलाई होइन काम चाहिँ गर्छु, कामको लागि हाम्रो फर्म पनि भरेर चाहिँ यो चाहिँ भरेको छु है। अनि त्यसपछि काम साम यताउता जे हुन्छ त्यो चाहिँ दिने हो। यो चाहिँ हो यताको मन्दिर, यो यसो मन्दिर हो होइन। अनि यतातिर होइन हामी जस्तो फेरि पूजाहरू यताउति के गर्ने यसरी होइन टाउको झुगाएर उ गर्छन्, प्रार्थना प्रे गर्छन्। अनि यिनीहरूको भगवान् भन्दाखेरि को भन्दाखेरि पहिलाको पुर्खाली हुन्छ नि मान्छेहरू मरेको जसले के गरेको हुन्छ नि उनीहरूलाई होइन यिनीहरू भगवान् मान्छन् के। हामीहरू त त्यस्तो मान्दैन नि त, हामीहरू त एउटा के अरे हाम्रो ऊ थियो पुर्खाली मान्छे थियो यसरी भन्दै नि त। यिनीहरू चाहिँ उनीहरूलाई भगवान् मान्दो रहेछ कि। अब भगवानै मानौँ कि के मान्छन् त्यस्तो चाहिँ हामीलाई पनि त्यस्तो खासै आइडिया छैन, तर उनीहरूलाई मतलब आफ्नो एउटा भनौँ न के अरे अब भगवान् जस्तै मान्छन्, तर यसो ढोग्छन्, प्रे गर्छन् है। अनि सो गाइस अहिले चाहिँ हामी मन्दिरमा छौँ र अब ट्याक्कै होइन यहाँ पछि एकछिन ब्लग सुट गर्नको लागि चाहिँ उहाँ आएको थिएँ, एकछिन बसेर अनि त्यसपछि भिडियो सुट गरेर कति यहाँ हेरेँ कति राम्रो रहेछ वातावरण, स्वस्थ वातावरण रहेछ, कतै अलिकति पनि होइन त्यो चाहिँ नउड्ने, धुलो यताउता केही नउड्ने। फेरि एउटा कुरो यहाँको मान्छे एकदम राम्रो फिट हुन्छन्, एकदम ब्युटिफुल हुन्छन्, क्युट हुन्छ फेरि है, एकदम राम्रो हुन्छ यार।
एकदमै क्युट भनेको एउटा पनि नराम्रो केटीसेटी पाउँदैन फेरि सबै ब्युटिफुल हुन्छ सबै क्युट हुन्छन् होइन जसलाई हेऱ्यो भने त्यही मनपर्छ फेरि जसलाई हेऱ्यो त्यही मनपर्छ आई डोन्ट नो किन यस्तो तर आमामा जसलाई हेऱ्यो नि त्यही मनपर्छ फेरि उफ ल यहाँ मान्छे एउटा आएर चाहिँ फेरि आमा त्यो पनि एउटा राम्रो रहेछ एकदमै साह्रो सो गाइज आजको लागि यति नै हो र भोलि चाहिँ के कस्तो सेरोमनी हुन्छ होइन त्यसपछि म तपाईँलाई त्यहाँको भिडियोज देखाउनेछु र के कस्तो हाम्रो एक्सपिरियन्स हुन्छ होइन त्यो एक्सपिरियन्स तपाईँहरूलाई मैले चाहिँ सेयर गर्नेछु र अहिलेको लागि बाई र हाम्रो भिडियो कस्तो लाग्यो के लाग्यो कमेन्ट गरिदिनु होला मन पऱ्यो भने लाइक कमेन्ट र त्यहाँ तल रेड बटन छ त्यो चाहिँ थिच्नमा नबिर्सिनु होला सो गाइस बाई